पहिलो स्पर्श। अँध्यारो कोठा, मनमोहक हावाका शीतल लहरीमा मेरा बतासिरहेका कपाल अनि सम्झना त्यो रातको। यी दीपको अग्नि किरण जुन नाचिरहेछ ती मन्द बतासका तालमा, अनि विगतका ती सुन्दर र पहिलो अनुभवका क्षणहरू दोहोरिरहेका छन् यो यादका पंक्ति पानाहरूमा, र त्यही यादहरू शब्दको ताल बनी गुनगुनाउन चाहन्छु, नाच्न चाहन्छु, रम्न चाहन्छु ती विगतको छोटो तर यादगार पलमा। भन्छन् एक रात एक याद बन्न काफी हुन्छ। हो, त्यही याद म आज यो अँध्यारी रात र हावाका सुस्केरामा बाँड्न चाहन्छु, साट्न चाहन्छु त्यो अंगालो अनि मीठा चुम्बन फेरि यो अँध्यारी रातमा। यो मेरो जीवनको एक सुन्दर कहानी हो जुन आज म बाँड्न गइरहेकी छु। कुरा 3 वर्ष अघिको हो, जब आमा बाका केही आशा, घरको जिम्मेवारी र मेरा केही सपना बोकी म काठमाडौँ छिरे। संघर्षका कहानीहरू त धेरै सामना गर्नु पर्यो, तर छोडो यी सबै कुरालाई र म मेरो पहिलो अनुभवको पलतिर दोहोऱ्याउँछु। अनुभव उनको पहिलो स्पर्शको। एक दिन कामको सिलसिलामा म पोखरा गएकी थिएँ। त्यहाँ मेरा कलिगहरू र उनका मित्रहरू सँगै कामपछि क्लब क्याटवक जाने अनप्लान प्लान बन्यो। राति हामी छिटो मिठो केही खाएर 11 बजीतिर क्लब गयौं र हुक्का र सोमरसको मातमा डीजेले बजाएको गीत संगीतका तालमा हामी मग्न हुँदै नाच्न थाल्यौं। त्यही डान्स फ्लोरमा रातो 1 पिस, कालो 2 इन्चको हिल लगाएकी, कर्ली कपाल भएकी निकै आकर्षक युवती, सायद 26-27 वर्षकी, आफ्नो तालमा मग्न नाचिरहेकी थिइन्। मेरा आँखाहरू उ कहाँ रोकियो। कति आनन्द र अचम्म लाग्दो पल थियो त्यो। सायद क्रस एट फर्स्ट साइट जस्तो भएकी थिइन् उनी मेरो लागि। अनि केही बेरपछि म त्यो भेन्यूबाट बाहिर निस्किएर आफू बसेको होटल डेजाभूतिर लम्किँदै थिएँ। अचानक पछाडिबाट मिठो स्वरबाट एक्सक्युज मी भनी मलाई पुकार कसैले लगायो। पछि फर्केर हेर्दा त उनी पो रहेछिन्। म अचानक स्तब्ध भए। सायद मनमा कतै खुसी र खुल्दुलीले ठाउँ लिइसकेको थियो। अनि मैले उत्तर दिए, हजुर, मलाई बोलाउनु भएको? उनले मुस्कुराउँदै भनिन्, हजुर। अनि थप्न थालिन्, हेर्नु न, म अलिकति ज्यापको तालमा छु। हल्का लागेको छ। यो ठाउँ मेरो लागि पुरै बिरानो छ र म यहाँको मान्छे पनि होइन। मलाई मिल्छ भने उतै स्ट्रिट नम्बर 9 को होटल डेजाभूसम्म दोहोऱ्याइदिनुहुन्छ प्लिज। अनि मैले मुस्कुराउँदै भने, ए हुन्छ नि, म पनि त्यही नै हो बसेको। हुन्छ, सँगै जाउँ न त। हामी हिँडिरहेका थियौं। ऊ बेला बेला मेरो नजिक टाँसिन आइरहेकी थिइन्। सँगै हिँड्दा मेरा हात समाइन् अनि भन्दै थिइन्, कस्तो जाडो हो। मैले पनि मुस्कुराउँदै भने, मौसमै त्यस्तै छ त। 15-20 मिनेटको मन्द हिँडाइपछि हामी होटल पुग्यौं। उसको कोठा मेरा कोठाको साइडमा नै रहेछ। उनले मलाई उनको कोठामा बोलाइन्, आउनुस् न, धेरै जाडो पो भयो। चिया अर्डर गरेकी छु, सँगै पिउँ न है। मैले त्यो प्रस्तावलाई लजाउँदै नकार्न खोजे, तर उनको जितको अगाडि म हार्न पनि पुगे। हामी साथमा चियाको चुस्की लगाउँदै थियौं। अचानक लोड सेडिङ हुन पुग्यो र उनी डराउँदै म कहाँ टाँसिन आइन् अनि भनिन्, मलाई अँध्यारोदेखि साह्रै डर लाग्छ। अनि म अड मान्दै भने, नडराउनु न, म छु नि। उनले मलाई अंगालोमा बेर्न थालिन् अनि भनिन्, मलाई नछोड्नु है एक्लै। मैले हुन्छ भने। अनि हामी बीच इन्ट्रोडक्सनको केही संवादहरू हुँदै थियो। बीचमा उनले मलाई रोकाउँदै भनिन्, अघि क्लबमा मैले हजुरलाई फर्स्ट टाइम देख्दा नै क्या राम्रो लागेको थियो, तर हजुर सामु भन्नु नै कस्तो कस्तो अड, अप्ठ्यारो जस्तै लागेको थियो। हामी दुवै केटी अनि हजुरले के सोच्नु होला भन्ने पनि थियो। म स्तब्ध भए। मनमा मानौ हर्ष साथै अप्ठ्यारोपनको सुनामी नै उर्लिआएको थियो। अनि एक्कासी मेरा अंगालोमा आइन् उनी
अनि मलाई चुम्न थालिन् मेरो घाँटीको वरपर। म दोधारमा थिए। साँच्चै भनौं भने त्यो मेरो पहिलो अनुभव थियो हवसको, त्यो पनि एक सुन्दर स्त्रीसँग। उनले मेरा गर्दनमा चुम्बनका प्रहार गर्दै मेरा ओठतिर आउन थालिन्। उनको ओठ जस्तै सुन्तलाका केस्रा, रसिला। म पनि उनका ओठमा चुम्न थाले। उनका माथिल्लो ओठ र मुनिको ओठ मेरा ओठले तान्न थाल्यो। उनको जीवा र मेरो जीवा एक अर्कासँग यसरी जुत्दै थियो कि मानौं कुनै आनन्दित युद्धमा जुधेका तरवारहरू जस्तो। मेरा हात उनका केसलाई सलबलाउँदै उनका हातहरू मेरा स्तनतिर अघि बढिरहेको थियो। उनले मेरो ब्रा बाहिरबाट मेरा स्तनहरू मसारी दिए। मेरा टाकुरामा उनका औंलाहरूले मिठो पीडा दिइरहेको थियो। मैले पनि मेरा हातहरू उनको स्तनतिर दोहोऱ्याउँदै उनको ब्रा र वान पिस खोलिदिए। अनि अचानक उनको ती ओठ मेरा स्तन चुस्दै मेरा निप्पल्सहरू टोक्दै जिब्रोले चलाउँदै गइन् र म आनन्दको कुनै छुट्टै परिवेशमा मानव प्यासी बन्दै गइरहेको थिए। अनि उनले मेरा स्तनका 15 मिनेट जति स्वाद लिइरही। अनि मेरो आमपेट काँध हुँदै नाभि र मेरा मोटा कम्बर चुम्न थालिन्। मेरो मुखबाट कामुक स्वरहरू निस्किँदथ्यो। म एकदम उच्च कामुकताको भावमा पुगिसकेकी थिए। उनको मुहार मेरा तिघ्रा बीच पुगिसकेको थियो। म आफूलाई रोक्न असमर्थ थिए, जस्तै कुनै अर्कै संसारमा रम्दै पनि थिए। उनका जीवा मेरा गुप्ताङ्गका बीच सलबलाउँदै थिए अनि म अव्यखित आनन्दका लहरमा झुमिरहेकी थिए। मेरा हात उनको शिरमा उनको कपालसँग खेलिरहेको थियो। उनको चुम्बन अनि जीवाका सलसलाहटहरू जस्तै कुनै तुफान झै बढ्दो प्रगाढमा बढिरहेको थियो। म आफूलाई रोक्न सकिन त्यो आनन्दको भुमरीमा डुब्नको लागि। मेरा आवाजमा शब्द कम, तर बढिरहेको श्वासका वेगहरू ज्यादा थियो। ओ बेबी कम अन, यस्तै कामुक भावहरूले मेरा वाका उर्लिरहेका थिए। उसले बिस्तारै मेरा दुई तिघ्रा बीच आफ्ना तिघ्राहरू ल्याउँदै उनका गुप्ताङ्ग मेरो गुप्ताङ्गसँग घर्षण गर्न थाले। मैले उनको मूत्रद्वारको टुप्पो मेरो मूत्रद्वारमा आवाज गरिरहेकी थिए। ऊ जस्तै सुस्त मन्दबाट घोडदौडका गतिमा पुग्न थालिन् र जति उनका दौड बढ्दै थियो म आनन्दको शिखरमा उक्लदै थिए। अनि उनको गुप्ताङ्ग मेरा मुहार र मेरा उनको मुहारमा पारी चुम्न थाल्यौं एकअर्कालाई, र म उसको माथि आई उनको स्तनको स्वाद लिँदै घर्षण गर्न थाले। सायद जीवनको पहिलो शारीरिक सम्बन्ध भएको कारणले होला, म एकदमै मिठो अनुभव सँगालेर होला, म आफूलाई रोक्न सकिन। उनका स्तनहरू मेरा हातले स्पर्श गर्दै उनको ओठमा चुम्दै हामी एक अर्काको अँगालोमा निदाउन पुगेछौं। आज वर्षौंपछि सम्झेको यी यादका मिठा पानामा म फेरि हराउँदा मानौ यो अँधेरी रात र यो बतासले मलाई गिज्याइरहेछ। हामी त्यस रातको बिहानीमै बिछोडियौं, न कुनै बाचा न कुनै बन्धन बिना, तर एक सम्झना बनी पहिलो अनुभव र एक मिठा स्पर्शको याद बाँचेर गयो। धन्यवाद।